नमस्कार साथीहरू। रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति पाएका व्यक्ति होइनन्। न उनी संविधान र कानुनभन्दा माथि छन्, न ओली वा देउबा जस्तै राज्यका संयन्त्रहरूलाई आफ्नो व्यक्तिगत सुरक्षा कवच बनाउने हैसियत वा सामर्थ्य उनीसँग छ। उनीमाथि कानुन लागू हुन सक्छ, लागू हुनै पर्छ, यसमा विवाद छैन, दुईमत छैन। तर यहाँ समस्या कानुन लागू भयो कि भएन भन्ने होइन, कसरी, किन र कसका लागि लागू भयो भन्ने कुरा हो। राज्यमा लामो समयदेखि हालिमुहाली गर्दै आएका राज्य सत्ता र सार्वजनिक स्रोतलाई निजी सम्पत्ति चाहिँ प्रयोग गर्दै आएका व्यक्तिहरू विरुद्ध बोल्नु, उनीहरूको सार्वजनिक रूपमा आलोचना गर्नु, उनीहरूले गरेका संरचनागत दुरुपयोगलाई जनतामाझ उजागर गर्नु नै रविको वास्तविक अपराध हो। त्यही नै वास्तविक अपराध थियो। यो चाहिँ ध्रुव सत्य नै हो। यही कारणले उनका विरुद्ध न्वारनदेखिकै बल लाएर राज्य सत्ता पूर्ण रूपले प्रयोग गर्दै उनको राजनीतिक भविष्य समाप्त गर्ने उद्देश्यसहित प्रक्रिया अघि बढाइयो र उनका विरुद्ध चलेका मुद्दा सामान्य अभियोजन हुँदै होइनन् र थिएनन् पनि। उनी विरुद्ध जाहेरी नै नपर्नु, पूरक अभियोगका साथ अभियोजन गरिनु, कुनै अदालती ठगी मात्रै चल्नु, कुनैमा सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण लगायतका सबै चल्नु। यति मात्रै नभई चितवन जिल्ला अदालतमा त सरकारी वकिलले नै ठगी मात्रैको मुद्दा किन चलाएको भनेर सरकारी वकिललाई सोही दिन सरुवा तथा विभागीय एउटा कारबाही गर्ने लगायतका घृणित कार्य राज्य सत्ताबाट भएकै थियो र त्यो तपाईँ हामीलाई अवगत नै छ। यदि अभियोजनको मापदण्ड एउटै हुन्थ्यो भने राज्यको ढुकुटी दोहन गर्नेहरूलाई, ठुला नीतिगत भ्रष्टाचारमा संलग्नहरू र सत्ताको दुरुपयोगको संरचनागत अपराधीहरू पहिला अनुसन्धानको घेरामा पर्नुपर्ने थियो। तर त्यस्तो भएन। बरु सत्तालाई प्रश्न गर्ने, जनताको पक्षमा उभिने र राजनीतिक यथास्थितिलाई चुनौती दिने व्यक्तिलाई नै हाम्रो देशमा पहिलो निशाना बनाइयो पनि। यसैले यहाँ मुद्दा व्यक्ति रवि लामिछानेको होइन, राज्यको दण्ड शक्ति कसरी प्रयोग गरिन्छ भन्ने हो। कानुन यहाँ न्यायका लागि प्रयोग भएको थिएन, एउटा सन्देश दिनका लागि मात्रै प्रयोग गरिएको थियो। जसले पुराना सत्ताका गुणगान गाउँदैनन् उसलाई यस्तो हुन्छ भन्ने सन्देश थियो। यो चाहिँ सत्य पनि हो। चाहे ती मात्रै मुद्दा चलाउनु पर्छ, अधिक होइन। यही सिद्धान्त अनुसार अधिक अभियोजन भएको अवस्थामा त्रुटि सच्याउन महाधिवक्ताको कार्यालयले स्वयं निवेदन दिने निर्णय गर्नु सकारात्मक कदम हो। यसले अभियोजन पनि वैधानिक र सीमाभित्र रहनुपर्छ भन्ने स्वीकारोक्तालाई जनाएको छ, जनाउँछ पनि। अब यो अभ्यास अपवादमा मात्रै सीमित नरहोस्, भविष्यमा राजनीतिक प्रतिशोधबाट प्रेरित अभियोजन कसैका विरुद्ध पनि प्रयोग नहोस् र आज रवि लामिछानेका हकमा गलत ठहरिएका कुरा भोलि प्रतिशोधपूर्ण वा अधिक अभियोजन भएमा ओली वा देउबा जस्ता व्यक्तिहरूको हकमा पनि गलत नै ठहरिनुपर्छ। किनकि कानुन व्यक्तिको हैसियत हेरेर होइन, एउटा समान मापदण्डबाट नै लागू हुनुपर्छ। यो सम्पूर्ण हामी सबैको मान्यता नै हो। अन्ततः अभियोजनको उद्देश्य बदला होइन, न्याय मात्र हो। यही बुझाइ संस्थागत नहुँदासम्म देशले एउटा लय लिँदैन, देश एउटा ट्र्याकमा हिँड्दैन, देशमा राम्रो सिस्टम बन्दैन। त्यसैले दोषीलाई चाहिँ कारबाही गर्नुपर्छ, निर्दोषलाई चाहिँ यसरी चाहिँ भयभरका मुद्दाहरू लगाउनु गलत नै हो। नमस्कार, धन्यवाद।